हाम्रो देशको राजनीति कस्तो छ भने आफूले गरेको सबै निर्णय राष्ट्रिय हितमा हुने अनि आफ्नो भन्दा फरक वा एडभान्स लेभलको विचार राख्ने बित्तिकै विदेशी डिजाइन वा विदेशी एजेन्ट हुन्छ। हाम्रो सोसाइटीको त झन् के कुरा गर्नु। हामी आफ्ना छोराछोरीले विदेशको राम्रो युनिभर्सिटीमा स्कलरशिप पाउँदा गर्वले छाती फुलाउँछौँ। उता पिआर पाएको दिन छिमेकी बोलाएर भोज खुवाउँछौँ। हाम्रा लागि छोराछोरीले विदेशमा इकोनोमिक्स वा पोलिटिकल साइन्स पढ्नु बौद्धिकताको प्रतीक बन्छ। तर विडम्बना कस्तो छ भने जब तिनै छोराछोरी डाक्टर स्वर्णिम वाग्ले जस्तै विश्वस्तरमा आफ्नो क्षमता प्रमाणित गरेर इन्टरनेसनल इन्स्टिच्युटहरूको हायर पोजिसन र लग्जरियस लाइफ त्यागेर अब बाँकी जीवन आफ्नै जन्मभूमिको सेवा गर्छु भन्दै स्वदेश फर्कन्छन्, तब हामी उनीहरूमाथि विदेशी एजेन्ट वा दलालको ट्याग भिराउन हतार गर्छौँ। यही हो त राष्ट्रवाद, यही हो प्रो नेसनलिजम। एकचोटि गहिरिएर सोचौँ त, विश्वका अन्य देशहरू जहाँ अर्थतन्त्र सुधार्न स्वर्णिम वाग्लेको माग अत्यधिक हुने गर्दछ, के ती देशहरू मूर्ख हुन्? उनीहरूले राष्ट्र र राष्ट्रियताको चिन्ता छैन होला? राष्ट्रवादकै कुरा गर्ने हो भने सोच्नुपर्ने त उनीहरूले होला नि त। स्वर्णिम वाग्ले उनीहरूको लागि गैर नागरिक हो भनेर होइन र? उनीहरूलाई लाग्नुपर्ने हो स्वर्णिम वाग्ले भन्ने मान्छे विदेशी दलाल हो भनेर। तर दुःखको कुरा, संसारलाई आवश्यक हुने व्यक्ति आफ्नै देशको दाजुभाइ दिदीबहिनीहरूद्वारा विदेशी एजेन्टको बिल्ला भिराइएको अपमानित व्यक्ति हुन्छ। यहीबाट पनि प्रमाणित हुन्छ हाम्रो चेतनाको स्तर कहाँसम्म खस्किएको छ भनेर। यदि आज हामीले डाक्टर वाग्ले जस्ता बौद्धिक व्यक्तित्वलाई फन्डा र प्रचारको नाममा खुट्टा तान्यौँ भने भोलि हाम्रा आफ्नै छोराछोरी कुन मनोबल लिएर नेपाल फर्केलान् कि नफर्केलान्? के विदेशमा आर्जन गरेको ज्ञान र अनुभव नेपालको माटोमा खर्चिनु अपराध हो? डाक्टर स्वर्णिम वाग्लेको अन्तर्वार्ता सुन्दा उनको स्पष्ट विचार, बौद्धिक तर्क र नेपाल बनाउने खाका प्रष्ट देखिन्छ। गाली र तालीको पछि नलागी तथ्य र तर्क सुन्ने हो भने धेरै कुरा स्पष्ट हुन्छ। यसपालि तनहुका सचेत जनताले पक्कै पनि केवल भावनामा नबगी बौद्धिकता, भिजन र सामर्थ्यको कदर गर्नेछन् भन्ने पूर्ण विश्वास छ। योग्य व्यक्तिलाई अवसर नदिने हो भने समृद्धिको गफ केवल गफमै सीमित हुनेछ।